ल हाम्रो संयुक्त उच्चारणको छ आज पाठ। विशेष गरी संयुक्त उच्चारण भन्दै हामीले बुझिसक्यौँ, धेरैचोटि मैले भनिसकेको छु कि संयुक्त उच्चारण भनेको दुईटा कन्सोनेन्ट या भोयलसँग ठोकेर आफ्नो उच्चारणभन्दा फरक उच्चारण दिने उच्चारणलाई संयुक्त उच्चारण भनिन्छ। जस्ट आज चाहिँ म न अथवा मसँग ल ठोकिएको अवस्थामा लले चाहिँ न उच्चारण गरिन्छ भन्ने कुरा चाहिँ हामी पढ्नेछौँ। न उच्चारण गर्छ। विशेष गरी फाच्छिममा यदि फाच्छिममा न अथवा म आए लगत्तै र आएको अवस्थामा लको उच्चारण न उच्चारण हुन्छ। जस्तै हामीले बुझ्नुपर्ने कुराहरू इम्पोर्टेन्ट के छ भने यहाँनिर यदि फाच्छिममा म आएको हुनु पर्यो है त, यो दुईटा यो आइसक्यो लगत्तै र आएको अवस्थामा रको उच्चारण न हुन्छ भनेर चाहिँ हामीले पढ्नु पर्यो। विशेष गरी हामी उदाहरणमा जाउँ। उदाहरणमा गइसकेपछि 1 नम्बरमा यो छ कि हामीले ध्यान दिनुपर्ने कुरा म चाहिँ नसँग ठोकिन पुग्यो, म चाहिँ रसँग ठोकिँदै पुग्दाखेरि रले उच्चारण के भइदियो न भयो। त्यही मुताबिक सिम्नी हाक भयो, सिम्नी हाक हो है त। सिम्नी हाक भने मनोविज्ञान। जस्तै 2 नम्बरमा हामी जाउँ, हामीले यही जस्तै फेरि यहाँनिर पनि त्यही अनुसारको छ। म चाहिँ फाच्छिममा आए लगत्तै भनेको छ नि त, यहाँ फाच्छिममा आए लगत्तै म र क आएको लगत्तै र आउनु पर्यो र आएको अवस्थामा रको उच्चारण न हुन्छ है त। त्यही मुताबिक म फाच्छिममा आइसक्यो, आउने बित्तिकै माथि र आयो भने रले चाहिँ परिवर्तन आफ्नो उच्चारण के गराउँछ भन्दाखेरि नको उच्चारण गर्छ। त्यसैले सिम्निम सिम्रिम हुनुपर्थ्यो, तर अहिले चाहिँ के उच्चारण हो सिम्निम माने जङ्गल भयो। हामी फेरि तेस्रो 3 नम्बरमा जाउँ। हाम्रो यहाँनिर त्यही मुताबिक भन्ने छ। अब यहाँनिर चाहिँ म सक्यो, हामीले बुझ्नुपर्ने कुरा के भन्दै फाच्छिममा न आए लगत्तै र आएको अवस्थामा यहाँनिर के छ म फाच्छिममा आयो लगत्तै र आयो र आएको अवस्थामा रको उच्चारण के हुन्छ, रको उच्चारण चाहिँ न उच्चारण भइन्छ। त्यही मुताबिक हाम्रो छङ्री हुनुपर्छ, तर के भन्दाखेरि के उच्चारण भयो भन्दाखेरि छङ्नी हो, छङ्नी उच्चारण हो, छङ्नी भन्ने व्यवस्थापन। विशेष गरेर हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि हामीले फाच्छिममा यहाँ भनेको छ यदि फाच्छिममा न अथवा म आएको हुनु पर्यो है त, न र म आएको हुनु पर्यो, आयो लगत्तै र चाहिँ माथि आउनु पर्यो र आएको अवस्थामा रको उच्चारण के हुन्छ न हुन्छ। यदि यहाँनिर मैले पनि यसरी राखेको छु, यो चाहिँ फाच्छिममा आउनु पर्यो, यो चाहिँ फाच्छिममा आउनु पर्यो, फाच्छिममा आउनु पर्यो र यो चाहिँ माथि आउनु पर्यो। यदि यो फाच्छिममा म र म आएको यो र आएको अवस्थामा यसको उच्चारण परिवर्तित भएर के हुन्छ न हुन्छ। त्यही मुताबिक सिम्री हाक अनि मनोविज्ञान सिम्री हाक हुनुपर्थ्यो, तर सिम्री हाक। यदि फेरि हामी त्यसपछि दोस्रोमा के छ साम्रिम हुनुपर्थ्यो, साम्निम भयो, साम्निम माने जङ्गल, छङ्री हुनुपर्थ्यो, छङ्नी भयो, छङ्नी माने व्यवस्थापन। कोरेको ग उच्चारण 3 प्रकारको हुन्छ। जस्ट कुनै पनि ग चाहिँ कुन अवस्थामा र कुन स्थितिमा भने त्यसको आफ्नो शब्दमा भर पर्छ। जस्ट शब्दको चाहिँ कुन अवस्थामा कुन अक्षरमा बस्दाखेरि चाहिँ कुन उच्चारण भन्ने कुरा चाहिँ डिफ्रेन्ट छ। जस्ट एउटा गले नै 3टा अर्थ हुन्छ। गले चाहिँ ख अथवा क भन्नुहुन्छ। त्यसमा यदि कुनै पनि अक्षर वा शब्दको चाहिँ अगाडि ग आएमा खको उच्चारण हुन्छ। जस्ट उदाहरणको लागि ख खादा माने जानु। जस्ट यो त ग हो नि त, तर के भन्दाखेरि जस्ट फर्स्टमा आइसके पछाडि खको उच्चारण हुन्छ। हामीले उदाहरण यसलाई टार्गेट बनाउनुपर्छ। जस्ट शब्दको अगाडि भनेको छ नि त, त्यसैले गर्दाखेरि यसरी उच्चारण हुन्छ। जस अनुसार हामीले गलाई खको अहिले हामीले उच्चारण गरिरहेका छौँ। उच्चारणमा के भन्दाखेरि उच्चारणमा अगाडि आइसके पछाडि हामीले खको उच्चारण गरिन्छ। जस्ट त्यसैले गर्दाखेरि त्यही अनुरूप कलाई पनि फाच्छिमको रूपमा आइदियो भने त्यसलाई क उच्चारण गरिन्छ। जस्तै गलाई फाच्छिम र पहिले फर्स्टमा कुनै शब्दको चाहिँ अगाडि बाहेक फाच्छिम बाहेक चाहिँ जुनै अवस्थामा आइदियो भने
गको उच्चारण गरिन्छ र यही अनुरूप हामीले जो यो गले नै तीनटा अवस्था अनुसार तीनटा तरिकाले उच्चारण गर्न सकिन्छ।